आज म 1.5 जना भ्याउँदिनँ है, मेरो अफिसको काम छ। इन्टर्नशिप सुरु गरेको भर्खर त 2 दिन भयो, शनिबार पनि अफिस। अफिसले प्यान देऊ भनेको छ, नयाँ अफिसमा नट अ बिग डिल भनेर फ्लेक्स गरिहाले। तर मलाई यो पेन्सनको बारे केही थाहा छैन। आज दिनभरि च्याट जीपीटी रिसर्च हान्ने हो क्या। गश, तिमी किन बेला बेलामा बिर्सिन्छौ कि तिम्रो यस्तो स्मार्ट गर्लफ्रेन्ड छ भनेर? तिमी नै भनिदेऊ न त, के हो प्यान भने? प्यान भनेको पर्मानेन्ट अकाउन्ट नम्बर हो। गभर्मेन्टले प्रोभाइड गर्ने 9 डिजिट नम्बर, जुन तिम्रो आर्थिक परिचय पनि हो। हाम्रो अर्निङ्स, स्यालेरी, बिजनेस, इन्भेस्टमेन्ट ट्र्याक गर्न गभर्मेन्टले यो नम्बर कम्पलसरी गरेको छ। यसैबाट हामीले कति अर्न गर्यौं, कति ट्याक्स पे गर्नुपर्छ भन्ने पनि ट्र्याक हुन्छ। वाउ, अनि किन चाहिने हो प्यान? हरेक नागरिकले कमाएको पैसा पारदर्शी हुनुपर्छ, त्यसैबाट कर उठ्छ अनि देश चल्छ नि। अनि प्यान नभए चाहिँ के हुन्छ? ब्याङ्कमा सरकारी सेवा रोकिएला, भविष्यमा ऋण वा लगानी गर्न गाह्रो पर्न सक्छ, जरिवाना पनि लाग्न सक्छ। उफ, अडल्टिङ। अनि नम्बर निकाल्न त फ्रस्टु भइन्छ, क्या हो? तिम्रो स्मार्टफोनबाट 2 मिनेटमै अप्लाई हुन्छ। आईआरडी को वेबसाइटमा ट्याक्स पेयर पोर्टलमा जाने, त्यहाँ रजिस्ट्रेसनमा गई एप्लिकेसन फर रजिस्ट्रेसनमा क्लिक गरेर इन्फर्मेसन भर, नागरिकता अपलोड गर। 1-2 दिनमा तिम्रै फोनमा मेसेज आउँछ। तिमीले नागरिक एपबाट अप्लाई गर्दा पनि हुन्छ। अब फुर्सदै छ भने त तिमी आईआरडी अफिसमै गएर निकाल्दा पनि हुन्छ है। कहाँ फुर्सद हुनु? तिमीसँग डेटिङ जानु परेन त? बरु भन न, आज कता जाने? What?